यो चेनबाट हामी घर गइरहँ पुग्ने चेन बनाएर हामीले आफ्नो दायित्व पुरा गरेनौँ भने हामीलाई राष्ट्रले धिक्कार्ने छ। त्यस कारणले मत परिवर्तन अहिलेको आवश्यकता हो। भ्रष्टाचार विरोधी अभियानका लागि आवश्यकता हो। राष्ट्रिय स्वाधीनताका लागि आवश्यकता हो। विकासको फर्को मार्नका लागि आवश्यकता हो। हाम्रो स्वाभिमान कायम गर्नका लागि आवश्यकता हो भनेर म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब रह्यो कुरा म बोलेपछि कुरा गर्न चाहन्छु। नम्बर 1 विकास निर्माणमा यही क्षेत्र मैले जितेको ल कोही आओस् मेरो अगाडि सिधा आँखा जुदाएर तैँले 3 वर्ष गरेर काम गर्न त हामीले 30 वर्षमा बढी गरेका छौँ। 30 वर्षमा गरेको दावा गर्छु मैले तपाईहरुलाई भूमिका दिनमा पनि अहिलेसम्म भएका के कति भए हिसाब गरेर राख्न सबैले कोही हिसाब गर्दा मेरो प्रतिनिधि त्यो 1 नम्बर पनि कम लेख्दैन भनेर गर्व गरेर म त्यही त भन्छु। विकासका मैले यो टालो यो चाहिँ सबै कुरा मैले त्यही यस सन्दर्भमा मैले यही चोकमा बसेर पहिला जनप्रतिनिधि हुँदा तपाईहरुकै मायाले यहाँका जनताले के भन्नुभयो भने नारायण चौक परासी सडक खण्ड र यो चिसापानी मजौरी महेशको सडक बना हामी कांग्रेस एमाले केही भन्दैनौँ तर भोट दिन्छौँ भन्ने यहीँका जनता हो। यो कुरा सोच्दै साथी र मैले त्यो बेलामा बनाएको यही बजार आज तपाईँले गर्वले छाती ठुलो हुन्छ। आज बजार भयो यदि यो बाटो चक्ल्याउँदा विक्रमले कति गाली खायो मान्छेहरू अगाडि तपाईँहरू थाहा छैन। यो चाक्लो बनाउन नदिनेहरू र चाक्लो बनाउनु पर्छ भन्नेहरूको बिचमा म गाली खाउँला मलाई सरकार होइन तर यहाँको जनताको चाहना यहाँको भविष्य भनेको यो बाटो चाक्लो बनाएर यहाँ बजारको विकास हुनुपर्छ भन्ने मेरो थियो र जनता पदाधिकारी छाड्यो। यदि मैले काम ढालेको भए त्यतिखेर मलाई गाली नगर्नुहोस् हजुर त्यही सानो बाटो हिँड्न जाने भनेर मैले कम्प्रोमाइज गरेको भए यो उज्यालो भनेर उज्या देख्नुहुन्थ्यो। त्यो गर्नु काम गरेको यो कुरा यहाँका जनतालाई बताइदिनुहोस्। म घर घरमा पुग्न भ्याउनु होला माफ गर्नु होला। म 21 गतेपछि मैले सेड्युल बनाएको छु। हरेक 3 महिनामा जनतासँग साक्षात्कार भन्ने मैले वेबसाइट बनाएको छु। वेबसाइटमा पढा लेखेका साथीहरूले गुनासो गर्ने त्यहाँको प्रतिक्रिया दिने। मैले 6 महिनामा कामको प्रगति विवरण पेश गर्नका लागि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने। म अहिलेको यो सुहाउँदो प्रतिनिधि